मान्छेलाई चाहिँ 5 वर्ष चाहिँ कार्य अवधि पुरा गर है, तँलाई यो मत दिएको छौँ है हामीले, तैँले यो 5 वर्ष कार्यकाल चाहिँ पुरा गर, यहाँ राम्रो गर अथवा नराम्रो गर, होटेबर गर भन्न दिएको, अनि बिचैमा छोडेर गएको पनि देखिरहेको छु। यो चाहिँ के हो? अरे रेखा दिदी यार, तिमीलाई पनि त छविराज ओझाले बिहे गर्दाखेरि अब बुढी जिन्दगीभर सँगै बस्छी, अब जिन्दगी साथमै बिताइन्छ, सुख दुःखमा बुढीले साथ दिन्छी भनेर बिहे गरेको थियो होला गरे। तिमीले नि त बिचैमा छोडेर हिँड्यौ गरे। समय परिस्थिति र माग अनुसार चाहे जनता होस्, चाहे नेता होस्, चाहे अभिनेता होस्, माग अनुसार परिवर्तन हुनपर्छ। तर जनताले चाहिँ उहाँहरूप्रति आशा थियो नि त। आश त छविराज ओझाले तिमीबाट नि गरेको थियो होला नि। अब बिहे गरियो, जिन्दगी सँगै बिताइन्छ, अब केही नभए पनि गोडा 1 दर्जन बच्चा बच्ची जन्माम्ला। अहिले क्रिकेटको दौर चलिरहेछ, एउटा क्रिकेट टिम त घरबाटै बनाम्ला भन्ने आश त गरेको थियो होला नि। छविराज ओझाले पनि लैजान्छु 2-4 साल मादल जसरी बजाएर के बोल्यो यार, भिडियो डिलिट